यो कार्यक्रमलाई आज हामी भव्य र सभ्य रूपमा 4 दिनसम्मको अनुष्ठान होइन 4 दिनसम्मको यो हाम्रो पितृ उद्धार पुराणलाई आज हामी सम्पन्न गर्दैछौँ, जसले गर्दा उहाँहरूको आगमनले हामी एकदम खुसी छौँ। जसलाई अब यो कार्यक्रमको शुभकामना मन्तव्य राखिदिनका लागि पूर्व ऊर्जा राज्य मन्त्रीज्यूलाई यो माइक्रोफोन शुभकामना मन्तव्य राख्दिनका लागि म सम्मानका साथ हस्तान्तरण गर्छु। जोरदार तालीले सम्मान। जय होस्, कल्याण होस्, मङ्गल होस्, कार्यमा सफलता सुस्वास्थ्य दीर्घायुको कामना। धन्यवाद। जना गर्नुहुने यो रामेछाप कल्याणकारी अनि थापा परिवार, श्रेष्ठ परिवार सबैमा म अभिवादन र नमस्कार टक्राउन चाहन्छु। यो कार्यक्रममा सहभागी हुनुहुने हाम्रा वडा अध्यक्षज्यू अनि हाम्रा यो समाजसेवी राजनीतिक पार्टीका साथीहरू, यहाँ गुरुवर्गज्यूहरू, यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय आमा बुवाहरू, यो कार्यक्रममा सम्झिनुभएका हाम्रा यहाँका चाहिँ दाजु भाउजू सबैमा म पार्टीको तर्फबाट म तपाईँहरूको प्रतिनिधि र तपाईँहरूको भाइ भतिजको तर्फबाट पनि अब यहाँहरूलाई हार्दिक न्यानो अभिवादन, नमस्कार र शुभकामना। सफल भइ नै सकेको छ, अझ सफलता आगामी दिनमा यसले निरन्तर रूपमा एउटा आफ्नो जो खालका चाहिँ हाम्रा कार्यहरू गर्नको लागि सकोस् भन्ने म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धर्म कुनै कसैको चाहिँ एउटा कोही व्यक्तिको निजी हुँदैन, यो धर्म सबैको साझा हो। त्यस कारणले हामीले यसलाई यसको संरक्षण गर्ने, यसको चाहिँ आस्थाप्रति आस्थालाई सदैव अटल बनाइराख्ने, निरन्तर त्यो प्रति पछ्याइराख्ने, राम्रा पक्षहरूको सम्मान गर्दै अगाडि बढ्ने हाम्रो कर्तव्य, हाम्रो दायित्व, हाम्रो जिम्मेवारी हो भन्ने लाग्छ। त्यसै कारणले आज जो कार्यक्रम आज चौथो दिन, आज लगभग समापनको दिन हो, त्यस कारणले मलाई यो कार्यक्रममा सम्झिनुभयो। मलाई धेरै धेरै खुसी लागेको छ, मैले खुसीको अनुभूति गरेको छु, मैले गौरव ठानेको छु। त्यस कारणले सबैमा म हार्दिक न्यानो अभिवादनसहित म अस्ति नै आउनु पर्थ्यो, दैले अस्ति नै खबर गर्नुभएको थियो, म काम विशेषले आउन सकेन। आज चाहिँ फेरि आज पनि जन्नै तपाईँका चाहिँ आउन नसक्ने ठाउँमा पुगेको थियो, तर पनि आज चाहिँ यो काम छोडेर जानै पर्छ, मलाई मेरो घरमा बोलाएको छ भन्ने मैले यही भनेर म यहाँ आज कार्यक्रममा आएको छु। त्यसैले सम्झिनुभयो, धन्यवाद छ। कार्यक्रमले हाम्रा पनौती खोपासीलाई आगामी दिन यसले चाहिँ रक्षा गरोस् भन्ने म कामनासहित म हाम्रा सम्पूर्ण यो आयोजक टिमलाई धन्यवाद दिँदै, गुरुलाई पनि धन्यवाद दिँदै म बिदा हुन्छु। हस्त, अभिवादन, नमस्कार।